सम्पूर्णमा झोरले नमस्कार। व्यास नौका किसान समूहका सदस्यहरू तालिम लिनका लागि सहभागी हुन आउँदै हुनुहुन्छ। मौरी पालन आम्दानीको हिसाबले र आय स्रोतको हिसाबले धेरै राम्रो हुने भएको हुँदा मौरी पालनका लागि तालिम लिन किसानहरू धेरै उत्साही देखिन्छ र किसानहरूले बुझ्ने र सरल तरिकाबाट किरण सरले तालिम सञ्चालन गर्दै हुनुहुन्छ। यसरी प्रत्यक्ष रूपमा तालिम लिन पाउँदा, प्र्याक्टिकल गर्न पाउँदा किसानहरूलाई झन् बुझ्न र सिक्नको लागि धेरै सहज भएको छ। आज चाहिँ आधुनिक घारको मह मदनीबाट निकाल्नको लागि निकाल्न सिक्नको लागि किसानहरू प्रत्यक्ष रूपमा जुटिरहेका छन्। र यसरी मह निकाल्दै चाख्दै सिक्न पाउँदा, तालिम लिन पाउँदा किसानहरू आकर्षित देखिन्छ, खुसी देखिन्छ। आउने दिनमा अब आउने दिनमा गर्नको लागि किसानहरूको मानसय भएको बुझिन्छ। यसरी मौरी पालन तालिमको लागि रकम जुटाउनु हुने र सहजीकरण गर्नुहुने व्यास नगरपालिकाका जनप्रतिनिधिहरू र कर्मचारीहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। छोड्नु त अङ्कल दाइ परेन, छोड्दिनु लाउनु उता दिनु त म्याडम। अस्ति भएर निकालेको है आन्टी, नडराउनु न। को नसमातेको आमा आउनु, हजुरले नि समात्नु न। नझिकेको मान्छे नछोको मान्छेहरूले म एकछिन त्यो गरौँ। ल आउनु न आन्टीहरू, आउनु। यहाँ काट्दै गर्नुहुन्छ, यहाँ चाहिँ यस्तरी देखाएर चाहिँ एकजनाले काट्दै गर्नुहुन्छ। काट्नुहोस् बिस्तारै। यहाँ चाहिँ माथि माथि यसरी निकाल्ने के है। मुडी घरमा त मिल्दैन नि। पलाउँछ यसरी ताख्न आउनु त ल, सिक्नुहोस् ल। ल सिक्नु यो जति सबै सिक्नु। ल आउनु आउनु ल ल सिक्नु सिक्न आउनु ल। चक्कु लाग्ने पनि हुनु पर्यो, सर काट्ने बिस्तारै। यतिखेरको मह चाहिँ एकदम बाक्लो हुन्छ। टोपी कतिवटा ल्याउनु भएको लाल्दै? हजुर टोपी कतिवटा ल्याउनु? टोपी ल्याएन नि नभए टोपी 2-3टा छ भने उहाँहरूलाई नै बोलाउने।